सेवा एक्सचेन्जमा रजिस्ट्रेसन गर्न सुरुमा गुगल खोल्नुहोस्, सेवा एक्सचेन्ज सर्च गरी रजिस्ट्रेसनमा क्लिक गर्नुहोस्। त्यसपछि यस्तो एउटा इन्टरफेस खुल्छ जहाँ हजुरले आफ्नो मोबाइल नम्बर लेख्न पर्ने हुन्छ र मोबाइल नम्बर लेखिसकेपछि सेन्ड ओटिपीमा क्लिक गर्नुहोस्। हजुरको मोबाइलमा यसरी नै ओटिपी आउँछ र त्यसलाई भेरिफाई ओटिपी गरेपछि एउटा यस्तो पेज खुल्छ। फुल नेमको ठाउँमा आफ्नो नाम, थर लेख्ने। यसरी नै इमेलको ठाउँमा आफ्नो इमेल राख्नुहोस् र इमेल राखिसकेपछि एउटा आफूलाई सजिलो लाग्ने, नबिर्सिने र एकदमै सिक्रेट पासवर्ड राखेर त्यसलाई कन्फर्म गर्नुहोस्। त्यसपछि हजुरको प्रोभिन्समा प्रदेश कुन, त्यसरी नै डिस्ट्रिक्टमा कुन जिल्ला, म्युनिसिपालिटी, रुरल म्युनिसिपालिटीमा आफ्नो राखिसकेपछि चाहिँ अब हजुरको गाउँ कुन हो भनेर चाहिँ लोकल एरियामा राख्नुहोस्। त्यसपछि चाहिँ क्लिक गरेपछि हजुरको यस्तो पेज ओपन हुन्छ र फेरि पनि फुल डिटेल्स चेक गर्नको लागि सेवा एक्सचेन्ज सर्च गर्नुहोस् र त्यहाँ लगइनमा क्लिक गरेर आफ्नो मोबाइल नम्बर र साथसाथै मोबाइल नम्बर राखिसकेपछि चाहिँ अब आफूले अघि नै सेटअप गरेको पासवर्ड पनि राख्नुहोस् र यसरी नै एउटा पेज खुल्छ। अर्को भिडियोमा हामी हजुरहरूलाई सेवा एक्सचेन्जको फाइदाहरू बताउनेछौँ।